गाइज आज चाहिँ हाम्रो कलेजको एनुअल फङ्सन छ अनि ओभरटेकिङ सेरेमनी पनि हुन्छ। म चाहिँ अहिले ड्रेसहरू आइरन गरेर रेडी छु गाइज। अनि म रेडी हुन लाग्छु, अब साडी लाउँछु मैले। आइएम अलमोस्ट रेडी गाइज। ढङ्ग नभई लान्छु, ठिकै पर्छ। हाई गाइज, अब चाहिँ हामी ओभरटेकिङको लागि जान लाग्यो। क्लिनिकल ड्रेस लाएर रेडी छु म अनि साथीहरूलाई कुरिरहेको छु। सो हाम्रो गाइजहरूले चाहिँ फोटो खिच्दैछन्, ओठ टल्काएर, मुख पनि टल्काएर। यहाँ चाहिँ हाम्रो सबजना रेडी हुँदैछन्, रमाइलो हुन्छ आज। जाम न हेर, हाम्रो निकिता राम्रै आएको छ। कस्तो निरा टल्क्यो ठिक छ त। 1 वर्षपछि हाम्रो पिन्जराबाट निस्केर मान्छेहरूले आज फरफराइरहेको धेरै चाहिँ फरफराइरहेको। बिहान 9:30 बजेसम्म लिएर बसेको। यहाँ चाहिँ हाम्रो दिदीहरूको डान्स प्र्याक्टिस हुँदैछ। यहाँ चाहिँ हाम्रो लिफ्टमा ठाउँ भएन, अब हामी हिँड्दै जान्छौँ। बाई गाइस। अल्छीहरू चाहिँ सब त्यही जान्छ, हामी चाहिँ हिँड्दै जान्छौँ। हामी एकदम जाँगरिलो फुर्तिलो छौँ, त्यही भएर हिजो फुटबल खेल्दै थियौँ। गाइस हामी चाहिँ 7th तल्लामा छौँ। सरप्राइज टाडा, वाह कस्तो राम्रो देखिएछ। कति राम्रो देखेको म्याम। कस्तो राम्रो छ। यहाँ चाहिँ हाम्रो फोटो खिच्ने स्पोट छ। क्रिसमस आएर जस्तो बस। गाइज हामीहरू चाहिँ अब ओभरटेकिङको लागि क्यान्डल रेडी पारेर बसेको छौँ। हाम्रो साथी क्यान्डल देखाउ त, क्यान्डल देखाउ न। हाम्रो अन्जु साथी छिन्, नमुना आज आइ छैन। शपथ यो भएन है, यो यस्तो खिचाले भएन है यस्तो भन्दै थिएँ। अगाडि चाहिँ हाम्रो गराएको छ। मेरो क्यान्डल निस्क्यो गाइज। हामी रेडी भएको कति टाइम भइसक्यो, 11 बजिसक्यो गाइज। अझै हाम्रो ट्रेकिङ प्रोग्राम भएन के। कुर्दा कुर्दै मलाई ज्याउ लगाइसक्यो। म शपथ लिनलाई एकदम रेडी छु। गाइज हामी चाहिँ अब खानालाई लाइन बसिरहेछौँ। त्यस्तो भएछ नि। यो केटी लिएर दुईचोटि खाइसकि फेरि अर्को कार्ड लिएर आइरहेछ। कहिल्यै पनि नमिल्ने साथी भाइबाको बेलामा। गाइज हाम्रो एनुअल फङ्सन सक्यो। हामीहरू चाहिँ अब फर्किन लाग्यो। इनर्जी पनि डाउन भइसक्यो गाइज। अनि फोटो सेसन भयो। सो गाइज आजको भिडियोको लागि यति नै। थ्याङ्क्स फर वाचिङ। बाई बाई।